जय शम्भु नेपाल क्रिकेट हब युट्युब च्यानलमा तपाईलाई स्वागत गर्न चाहन्छु। आजको भिडियोमा हामी नेपाल एसिया कपमा पुग्ने सम्भावना कति छ र एसिसी प्रिमियर कपको स्याडुलको बारेमा कुरा गर्नेछौँ। अनि त्यसपछि टप इन टी20 को बारेमा पनि कुरा गर्नेछौँ र बाँकी सन्दीप लामिछाने फेरि क्याप्टेन हुनुभएको छ। सन्दीप लामिछानेलाई के अपर्च्युनिटीहरू छ र नेपालले ओडिआई स्ट्याटस कसरी बचाउन सक्छ भन्ने विषयमा पनि कुरा गर्नेछौँ। भिडियोको सुरु हामी एसिसी प्रिमियर कपको कुरा गर्छौँ। एसिसी प्रिमियर कप चाहिँ योभन्दा अगाडिको दुईटा सिजन भनेको एउटा 2023 मा भएको थियो, जुन चाहिँ 50 ओभरको भएको थियो र नेपालमै भएको थियो। त्यो चाहिँ नेपालले युएईलाई फाइनलमा जितेर नेपाल एसिया कप पुगेको थियो। त्यसपछि नेपालले एसिया कपमा इन्डियासँग पनि खेल्यो, जहाँ चाहिँ आसिफ शेख र कुशल भुर्तेलहरूले राम्रो ब्याटिङ गर्नुभएको थियो। सोमपाल कामीले पनि राम्रो ब्याटिङ गर्नुभएको थियो। नेपालले राम्रै म्याच खेलेको थियो त्यो बेला। अहिले एसिसी प्रिमियर कप चाहिँ 50 ओभरको हुँदैछ, जुन चाहिँ मलेसियामा हुँदैछ। यो टुर्नामेन्ट जित्यो भने नेपालले फेरि 50 ओभरको एसिया कप खेल्न पाउँछ, जुनमा चाहिँ 5 वटा टिम अलरेडी सिलेक्ट भइसकेको छन्। त्यो हो इन्डिया, पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान र श्रीलङ्का। अब नेपाल यहाँबाट जितेर जाने बित्तिकै इन्डिया र पाकिस्तानको ग्रुपमा पर्ने सम्भावना हुन्छ। त्यसको लागि नेपालले एसिसी प्रिमियर कप चाहिँ जित्नु पर्यो। त्यसको लागि नेपालले सन्दीप लामिछानेको क्याप्टेनसिपमा नयाँ टोली घोषणा गरिसकेको छ। टोलीमा को छन् भन्ने त मैले अघिल्लो भिडियोमा भनिसकेको छु। पहिलोकोबाट अहिलेको टिममा मेजर चेन्ज भएको भनेको आरिफ शेख हुनुहुन्न, सोमपाल कामी हुनुहुन्न अनि कुशल भुर्तेल हुनुहुन्न। त्यसको साटोमा केही नयाँ खेलाडीहरूले मौका पाउनु भएको छ र क्याप्टेनसिप चेन्ज भएर सन्दीप लामिछाने क्याप्टेन हुनुभएको छ। सन्दीप लामिछानेले पहिले एकचोटि क्याप्टेनसिप गरिसकेको। लास्ट टाइममा चाहिँ रोहित पौडेलको क्याप्टेनसिपमा केही कमजोरीहरू देखियो र नेपालले खास गरी 50 ओभरको म्याचहरू लगातार हारिरहँदा क्याप्टेन चेन्ज गर्नुपर्छ भन्ने धेरैजनाको डिमान्ड पनि थियो। त्यो अनुसार क्याप्टेन चेन्ज भएको छ। यो एसिसी प्रिमियर कपमा चाहिँ नेपाल ग्रुप एमा छ। यसमा चाहिँ बहराइन, मलेसिया, साउदी अरेबिया र हङकङ छ। नेपालको पहिलो म्याच अगस्त 31 मा बहराइनसँग छ। त्यसपछि दोस्रो म्याच मलेसियासँग सेप्टेम्बर 3 मा, सेप्टेम्बर 6 मा साउदीसँग र सेप्टेम्बर 8 मा हङकङसँग छ। यो चाहिँ नेपालको ग्रुप पक्षको म्याच भयो। त्यसपछि सेप्टेम्बर 10 मा सेमिफाइनल र सेप्टेम्बर 12 मा फाइनल हुन्छ। सेमिफाइनल र फाइनलमा नेपालसँग ओमान र युएई को पर्ने सम्भावना छ। त्यो दुईटा मध्ये एउटा टिमसँग सेमिफाइनल, अर्को टिमसँग फाइनल पर्ने सम्भावना हुन्छ। नेपालले यो टुर्नामेन्ट जित्यो भने एसिया कपमा पुग्छ र एसिया कपमा इन्डिया, पाकिस्तान जस्तो देशसँग खेल्ने अपर्च्युनिटी हुनेछ। यो पाल चाहिँ 50 ओभरको टुर्नामेन्ट हुँदैछ र यसमा नेपालको सम्भावना चाहिँ मैले प्रशस्त देख्छु। मलेसियामा नेपालले खेलिरहेको ठाउँ हो हैन, विकेटहरू पनि नेपालको भन्दा खासै चेन्ज हुँदैन र नेपालको टिम पनि स्ट्रङै छ। र अहिले चाहिँ खासमा ओमान र युएईले पनि एकदमै राम्रो क्रिकेट खेलिरहेको होइन। नेपालको पनि लास्टको सिरिज त राम्रो भएन, तर त्योभन्दा अगाडि नेपालमा हुँदा नेपालले राम्रै खेलेको थियो र ब्याटिङमा अलिकति राम्रो गर्न सक्ने हो भने बलिङमा नेपालको राम्रै छ, अलराउन्डरहरू पनि राम्रै छन्। ब्याटिङमा चाहिँ कोही ब्याट्सम्यानहरू 2-3टा चल्ने हो भने नेपाल एसिया कप पुग्ने सम्भावना एकदमै उच्च छ। र यो चाहिँ सन्दीप लामिछाने क्याप्टेन भएपछि पहिलो टुर हुनेछ सन्दीप लामिछानेको। 50 ओभरको म्याचमा मात्र क्याप्टेन भएको हुन्। टी20 मा चाहिँ अहिले पनि दिपेन्द्र सिंह ऐर नै क्याप्टेन छन् र अर्को टी20 टुर्नामेन्ट जुन चाहिँ एसियन गेम्समा हुँदैछ त्यसमा पनि दिपेन्द्र सिंह ऐर नै क्याप्टेन छन्। र 50 ओभरमा सन्दीप लामिछाने क्याप्टेन भएपछि यसमा उनलाई केही चुनौती छ। पहिलो टुर्नामेन्टमै उनलाई चाहिँ टुर्नामेन्टमा च्याम्पियन बनाएर एसिया कपसम्म पुर्याउनु पर्नेछ। त्यसपछि नेपालको ओडिआई स्ट्याटस बचाउनु पर्नेछ। WCL2 मा चाहिँ नेपालको लास्ट सिरिज क्यानाडा र ओमानसँग छ। त्यहाँ नेपालले कम्तीमा पनि 3टा होइन भने 4 जित्यो भने ओडिआई स्ट्याटस बच्ने सम्भावना छ। यो दुईटा चाहिँ महत्त्वपूर्ण चुनौतीहरू हो। त्यसपछि यो टुर्नामेन्टहरू जित्यो भने नेपालको चाहिँ अर्को वर्ल्ड कप क्वालिफाइङ प्लेअफ हुन्छ, एसिया कप हुन्छ। सन्दीप लामिछानेको लागि धेरै अवसर र चुनौतीहरू पनि छ। सन्दीप लामिछानेको पहिलो चुनौती भनेको नेपाललाई चाहिँ एसिसी प्रिमियर कप जिताएर नेपाललाई एसिया कपसम्म पुर्याउने हो। योभन्दा अगाडि नेपाल पुगिसकेको छ, त्यो भएर एक्सपेक्टेसन एसिया कप पुग्ने हुन्छ। यसमा चाहिँ 50 ओभरको भएको हुनाले 6वटा टिमको टुर्नामेन्ट हुने हो, एउटा मात्र छानिन्छ। त्यो भएर फाइनलै जित्नुपर्ने हुन्छ। यसमा फाइनल जितेर एसिया कप पुगेको भन्दा कमको रिजल्टले चाहिँ नेपाली फ्यानहरू खुसी हुनेवाला छैनन् हैन। सेमिफाइनलमा पुग्यो अथवा फाइनलमा पुग्यो भनेर हुँदैन। फाइनलै पुगेर एसिया कपमै पुग्ने चाहिँ नेपालको लक्ष्य हुनुपर्छ र फ्यानहरूको उम्मिद पनि त्यही अनुसार हुन्छ। त्योभन्दा कमको पर्फर्मेन्सले नेपालको फ्यानहरू चाहिँ खुसी हुन्छन् जस्तो मलाई लाग्दैन। त्यसपछि अर्को ओडिआई स्ट्याटस बचाउनु पर्ने छ जुन WCL2 को म्याचबाट। त्यसमा चाहिँ नेपालले अब 4वटा म्याच खेल्न बाँकी छ। 2टा ओमानसँग खेल्छ अनि बाँकी 2टा म्याच चाहिँ क्यानाडासँग खेल्छ। यो 4वटामा 3टा म्याच जित्यो भने ओडिआई स्ट्याटस बच्ने चान्स हुन्छ।
चाँडै जितेर ओमानले सबै म्याचहरू 8वटा म्याच बाँकी छ सबै हार्यो भने नेपालले सिधै टप 4 मा पुग्ने सम्भावना पनि हुन्छ। तर त्यसको लागि नामाबियाको रिजल्ट पनि हेर्नु पर्यो, ओमानको रिजल्ट पनि हेर्नु पर्यो। कम सम्भावना छ त्यो चाहिँ, तर कम्तीमा 3टा 4टा म्याच जितेर ओडिआई स्ट्याटस बचाउने टप 6 मा पुग्ने सम्भावना छ। त्यसपछि वर्ल्ड कप क्वालिफाइङ प्लेअफमा टप 4 मा पुगेर वर्ल्ड कप क्वालिफायरमा पुग्नु पर्यो। वर्ल्ड कप क्वालिफायरमा पुगेर त्यहाँ पनि टप 4 मा पुग्यो भने चाहिँ नेपाल वर्ल्ड कप 2027 मा पनि पुग्ने हो। र त्यहाँ टप 4 पुग्न चाहिँ सजिलो छैन। त्यहाँ चाहिँ अब एसोसिएटको ठुलो देशहरू सबै टेस्ट प्लेइङ नेसन पनि हुन्छ, आयरल्यान्ड हुन्छ र वेस्ट इन्डिज हुन्छ। भनेपछि आयरल्यान्ड वेस्ट इन्डिज दुईटा त पुग्ने सम्भावना भइगयो। अब त्यसपछि चाहिँ अरू देशहरूमा नेपाल, नेदरल्यान्ड, स्कटल्यान्ड हैन, युएसए यिनीहरू नै दावेदारहरू हो। अब त्यो वर्ल्ड कप पुग्ने सम्भावना पनि बन्द भइसकेको छैन। ओडिआई स्ट्याटस बचाउन पनि धेरै प्रोबाबिलिटी मैले देख्छु। त्यति नराम्रो स्थिति चाहिँ छैन। लास्टको टुर बिग्रियो, त्योभन्दा होम टुर राम्रो थियो, फेरि युएईको टुर बिग्रेको हो हैन। एउटा टुर्नामेन्ट राम्रो खेलियो भने नेपालले 3टा म्याच जितेर अथवा 4टा म्याच जितेर ओडिआई स्ट्याटस बचाउन सक्छ। क्वालिफाइङ प्लेअफमा नेपालहरूभन्दा कमजोरी टिम हुन्छ, त्यहाँ टप 4 मा पुगेर वर्ल्ड कप क्वालिफायरमा पुग्नु गाह्रो काम होइन। क्वालिफायरमा पनि 4टा टिम चाहिँ वर्ल्ड कपमा पुग्ने भएको हुनाले त्यो पनि मैले त्यति गाह्रो चाहिँ देख्दिनँ। तर हामीले सोचेको भन्दा अहिलेको भन्दा राम्रो खेल्नु पर्यो र ब्याट्सम्यानहरूले पर्फर्मेन्स गर्नु पर्यो। र 2027 को वर्ल्ड कपमा पुग्ने बाटो त मैले भनिहालेँ। वर्ल्ड कपमा पुग्ने बाटो भनेर मात्र छैन कि यसपालि वर्ल्ड कपको पनि फर्मेटमा चेन्ज छ। अघिल्लो वर्ल्ड कपमा 10वटा देश थियो, अहिले 14वटा देश बनाइयो। तर 14वटा देश बनाउँदा पनि अन्तिम 3टा देश जो चाहिँ 12, 13, 14 3 नम्बरको अन्तिम 3टा टिमलाई चाहिँ फेरि एउटा वर्ल्ड कप भित्रै अर्को क्वालिफायर खेल्नुपर्ने स्थिति बनाइयो। पहिलो टी20 वर्ल्ड कपमा पनि यस्तै थियो हैन। नेपाल पहिलोचोटि टी20 वर्ल्ड कपमा पुग्दा पारस खड्का क्याप्टेनसिपमा तपाईले हेर्नुभयो नेपाल वर्ल्ड कपमा चाहिँ हङकङ, बङ्गलादेशहरुसँग अफगानिस्तान यो 3टासँग मात्र खेलेको थियो। बङ्गलादेशसँग हार्यो, हङकङ र अफगानिस्तानसँग जिते पनि नेपाल नेक्स्ट राउन्डमा पुग्न सकेन र नेक्स्ट राउन्डमा मात्र रियलमा वर्ल्ड कप सुरु हुने थियो, किनभने अस्ट्रेलिया, इन्डिया, पाकिस्तानहरु नेक्स्ट राउन्डबाट मात्र खेल्ने थियो। यसपालि चाहिँ 50 ओभरको वर्ल्ड कपमा पनि त्यस्तै भएको छ। सुरुमा लास्टको 3टा टिम खेल्ने र त्यो टिम मध्ये जसले जित्छ एउटा टिम मात्र चाहिँ टप 12 मा जाने र टप 12 मा सुरु भएपछि मात्र रियलको वर्ल्ड कप सुरु हुन्छ। त्यहाँ चाहिँ 6-6वटा टिमको 2टा ग्रुप हुन्छ। अब 12 टिम मात्र पुग्ने हुँदा त यस्तो सम्भावना पनि हुन्छ कि एसोसिएट देशहरु चाहिँ कोही पनि नपुग्ने सम्भावना पनि हुन्छ। हुन त 10वटा देशको वर्ल्ड कप हुँदा पनि नेदरल्यान्ड चाहिँ एसोसिएट राष्ट्रबाट वर्ल्ड कपमा पुगेको थियो। पुग्ने सम्भावना पनि हुन्छ, नपुग्ने सम्भावना पनि हुन्छ। तर पुग्यो भने पनि मुख्य टिमहरुसँग खेल्न नपाउनु भने चाहिँ वर्ल्ड कप पुगे पनि त्यति मजा आउँदैन। यही कुरालाई लिएर नेदरल्यान्ड र स्कटल्यान्डले चाहिँ आईसीसी सँग आफ्नो असहमति पनि राखेको छन्। नेदरल्यान्ड र स्कटल्यान्डले असहमति राख्दा चाहिँ उनीहरुको चाहिँ पुग्ने सम्भावना एकदमै हाई छ भन्ने जस्तो देखिन्छ हैन। अब नेपालले चाहिँ खासै केही बोलेको छैन र यस्तो सबै टुर्नामेन्टहरुमा यस्तो सबै कुरामा बोल्नु पर्छ भन्ने पनि छैन। नेपालको चाहिँ अहिले त ओडीआई स्ट्याटस बचाउने हैन, वर्ल्ड कप सम्म पुग्नलाई धेरै चरणहरु अझै बाँकी छ। क्वालिफाइङ प्लेअफ, वर्ल्ड कप क्वालिफायर, तर पनि 14वटा देशको वर्ल्ड कप भएपछि पहिलाको 2003 को वर्ल्ड कप जस्तै 7-7वटा टिमको 2टा ग्रुप बनाएर सिधै वर्ल्ड कपमा खेलाएर अनि त्यसपछि सुपर 6 अथवा सुपर 8 खेलाएको भए चाहिँ नयाँ पुग्ने टिमहरुले पनि राम्रो म्याच पाउँथे हैन, कम्तीमा 6वटा म्याच पाउँथे र राम्रो टिमसँग नि खेल्न पाउँथे भन्ने कुरा चाहिँ हो। अनि हामी अघिको टपिकमा सन्दीप लामिछानेको बारेमा नि कुरा गरिरहेका थियौं। सन्दीप लामिछाने क्याप्टेन हुँदा यो भन्दा अगाडि पनि ओडीआईको क्याप्टेन हुँदा खासै राम्रो प्रदर्शन चाहिँ भएको थिएन नेपालको। र अहिले त अब सन्दीप लामिछाने त्यो भन्दा धेरै कुराहरू सहेर भोगेर धेरै म्याचहरु खेलाडी भइसके। तर पनि लास्टको 3टा म्याचमा सन्दीप लामिछाने आफ्नै विकेट नआएको भएर पनि अलिकति च्यालेन्ज चाहिँ छ। तर मलाई लाग्छ यसपालि सन्दीप लामिछानेले एज अ क्याप्टेनशिप नेपालको लागि राम्रो गर्नेछन् र यो टुर्नामेन्टहरुमा नेपाललाई सफलता दिलाउनेछन् भन्ने चाहिँ मलाई विश्वास छ। किनभने 3टा म्याचले चाहिँ हामीले सन्दीप लामिछाने आउट अफ फर्म छन् भन्न मिल्दैन। यो भन्दा अगाडिको टुर्नामेन्टहरुमा लगातार राम्रो गर्दै आएका हुन् र आउने टुर्नामेन्टमा सन्दीप लामिछाने चाहिँ हाईएस्ट विकेट टेकर हुने सम्भावना पनि छ र राम्रो पर्फर्मेन्स गर्न सक्छन् भन्ने कुरामा चाहिँ म विश्वस्त छु हैन। कतिपयले चाहिँ लास्ट 3टा म्याचमा विकेट नढालेको भनेर शंका गरे पनि मलाई सन्दीप लामिछानेको पर्फर्मेन्समा चाहिँ शंका छैन। किनभने एउटा 2टा म्याच हेर्न हुँदैन, त्यो भन्दा अगाडि चाहिँ नेपालको हाईएस्ट विकेट टेकर हो हैन। एसोसिएट राष्ट्रको बलरहरुमध्ये सबभन्दा टप बलरै हो। त्यो भएर बलिङ पर्फर्मेन्समा त केही पनि छैन। तर क्याप्टेनशिपमा अब डिसिजन मेकिङमा भनेको चाहिँ प्रमाणित गर्नै पर्ने हुन्छ। यो भन्दा अगाडि क्याप्टेनशिप हुँदा पनि खासै राम्रो भएको थिएन। एज अ प्लेयर त कुनै पनि डाउट हुने कुरा भएन। र अब रोहित पौडेल चाहिँ अहिले क्याप्टेनमा आउट भइसकेपछि फेरि फ्युचरमा कहिले क्याप्टेन नहुने भन्ने कुरो हैन। दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने भन्दा दुईटै भन्दा चाहिँ कम एजको प्लेयर हो हैन। फेरि पनि डोमेस्टिकमा क्याप्टेनशिप गर्छन् नै, त्यहाँ राम्रो गरेर ब्याटिङ पनि फर्ममा आएर आफूलाई प्रमाणित गरेर 1-2 वर्षपछि 2-3 वर्षपछि फेरि रोहित कुमार पौडेल क्याप्टेन हुने सम्भावना पनि छ।
अब क्याप्टेनबाट हटिसकेपछि नेपालको टिमबाट पर्दा चाहिँ राम्रो ब्याटिङ प्रदर्शन गर्न सकेनन् भने नेपालको टिमबाट बाहिर हुने चान्स पनि रहन्छ। एज अ क्याप्टेन हुँदा चाहिँ टिमबाट हटाउने भन्ने कुरो हुँदैन। तर अब चाहिँ रोहित पौडेलले ब्याटिङमा धेरै फोकस गरेर 1-2 वर्षसम्म लगातार राम्रो ब्याटिङ गरे नेपाललाई म्याच विनिङ खेल्न सक्यो भने फेरि क्याप्टेन हुने सम्भावना पनि रहन्छ। र अब टप इन टी20 टुर्नामेन्टको कुरा गरौँ। टप इन टी20 टुर्नामेन्ट चाहिँ यसपालि अगस्त 21 देखि हुँदैछ। आज अगस्त 13 भयो मैले भिडियो बनाउँदै गर्दा। र त्यो टुर्नामेन्ट पनि नेपालको यङ प्लेयरहरूको लागि चाहिँ महत्त्वपूर्ण छ। र यङ प्लेयरको साथसाथै नेपालको टिमबाट खेलिसकेको धेरै जस्तो खेलाडीहरू छन्। त्यहाँनिर चाहिँ नेपालले राम्रो गर्यो भने एउटा त अस्ट्रेलियाको कन्डिसनमा धेरैले खेल्न पाउँछन् र त्यो टुर्नामेन्टमा राम्रो गरेर फेरि कुशल मल्ल कुशल भुर्तेलहरूलाई चाहिँ फेरि टिममा वापस आउने सम्भावना पनि छ। त्यहाँ जसले राम्रो पर्फर्मेन्स गर्छ, किनभने अप्ठ्यारो ठाउँ हो, किनभने गएको साल चाहिँ नेपालको सिनियर टिम जाँदा पनि त्यहाँनिर चाहिँ लगभग 6वटा कतिवटा म्याच खेलेको थियो, 2टा मात्र जितेर आएको नेपाल। भनेपछि त्यहाँ सजिलो ठाउँ होइन जित्नको लागि, खेल्नको लागि। र त्यहाँनिर राम्रो प्रदर्शन गरेर आयो भने चाहिँ फेरि नेपालको टिममा ब्याक हुने सम्भावना कुशल भुर्तेल, कुशल मल्ल 2जनाको छ। र त्यहाँ अरू यङ प्लेयरहरूको पनि त्यहाँ राम्रो प्रदर्शन गरेर आफूलाई प्रमाणित गर्ने ठाउँ चाहिँ रहन्छ। त्यो भएर मैले यो टप इन टी20 हुने बेला प्रत्येक दिनमा चाहिँ भिडियो बनाउँछु। त्यसमा को खेलाडीले राम्रो गर्छन्, नेपालको सेमिफाइनल फाइनलमा पुग्ने सम्भावनाहरू कस्तो छ, त्यहाँ गरेको प्रदर्शनहरूको बारेमा पनि मैले भिडियो बनाएर जानकारी गराउने प्रयास गर्नेछु। र म्याचको दिनमा एकछिन भए पनि तपाईँहरूसँग युट्युब लाइभ पनि गर्ने ट्राई गर्नेछु। क्रिकेटको बारेमा अरू पनि यस्तै कुराहरू सुन्न र हेर्न चाहनुहुन्छ भने हाम्रो युट्युब च्यानल नेपाल क्रिकेट हबलाई चाहिँ सब्सक्राइब गरेर भिडियोमा लाइक, सेयर र कमेन्ट गरिदिनु हुन अनुरोध गर्न चाहन्छु। आजको भिडियोमा तपाईँहरूलाई के कुरा ठिक लाग्यो, के कुरा ठिक लागेन, तपाईँहरूको केही फरक ओपिनियन छ भने कमेन्ट गरेर बताउन सक्नुहुनेछ। यो भिडियो पुरै हेरिदिनु भएकोमा तपाईँहरूलाई हार्दिक धन्यवाद। जाने बेला तपाईँहरू सबैजनालाई जय शम्भु भन्न चाहन्छु।